वित्तीय विवरणहरू मतलब फाइनान्शियल स्टेटमेन्ट्सले कुनै पनि कम्पनीको कथा बताउँछन् भनिन्छ, तर त्यो कथा सही तरिकाले पढ्न र बुझ्न चाहिँ कसरी? आज हामी यही कुराको गहिराईमा पुग्ने प्रयास गर्दैछौँ। कसरी वित्तीय विवरणहरूको विश्लेषण र व्याख्या गरेर कम्पनीको वास्तविक स्वास्थ्य पत्ता लगाउने हो। अनि यसका लागि हामीले आधार बनाएका छौँ ICAN को एडभान्स अकाउन्टिङ CAP2 पाठ्यक्रमको च्याप्टर 8बाट लिएका केही महत्त्वपूर्ण अंशहरूलाई। हाम्रो आजको छलफलको मुख्य उद्देश्य रहनेछ वित्तीय विवरण विश्लेषण गर्ने तरिकाहरू के हुन्, कम्पनीका विभिन्न व्यावसायिक खण्डहरू सेगमेन्ट्सलाई कसरी बुझ्ने, अनेकौं अनुपातहरू रेसियोजको अर्थ के हो र तिनीहरूले के बताउँछन्, अनि सम्बन्धित पक्षहरूसँगको कारोबारको खुलासा किन यति धेरै महत्त्वपूर्ण छ। सुन्दा त निकै प्राविधिक जस्तो लाग्यो, तर सारमा भन्नुपर्दा हामी कम्पनीको वित्तीय स्वास्थ्य र कार्य सम्पादनलाई डिकोड गर्ने सिप सिक्दैछौँ, होइन त? ल त्यसो भए सुरु गरौँ। आखिर यो वित्तीय विश्लेषण किन चाहिन्छ? यसको खास महत्त्व के हो? एकदम सरल भाषामा भन्दा वित्तीय विश्लेषण भनेको कम्पनीको वित्तीय तथ्याङ्कहरूलाई केलाएर त्यसबाट अर्थ निकालेर कम्पनीको सबल पक्ष र कमजोर पक्षहरू पत्ता लगाउने प्रक्रिया हो। र यो किन महत्त्वपूर्ण छ भने यसले विभिन्न सरोकारवालाहरू जस्तै सामान उधारो दिने आपूर्तिकर्ता, ऋण दिने ब्याङ्क, लगानीकर्ता अनि कम्पनी चलाउने व्यवस्थापकलाई सही र सूचित निर्णय लिन मद्दत गर्छ। भनेपछि हरेकले आफ्नै कोणबाट हेर्दा रहेछन्। जस्तै आपूर्तिकर्तालाई त मैले दिएको उधारो फिर्ता आउँछ कि आउँदैन भन्ने चिन्ता होला, हैन? हो नि। ब्याङ्कलाई ऋण डुब्छ कि डुब्दैन भन्ने होला। लगानीकर्तालाई मेरो लगानीले कति कमाइदेला भन्ने होला। हो, ठ्याक्कै त्यही हो। त्यसैले विश्लेषण सुरु गर्नु अघि सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने विश्लेषण गर्ने व्यक्तिको उद्देश्य के हो भन्ने स्पष्ट हुनुपर्छ। तपाईँ के जान्न खोज्दै हुनुहुन्छ? यही प्रश्नले विश्लेषणको बाटो तय गर्छ। तर यहाँ एउटा अर्को चाखलाग्दो कुरा के छ भने विश्लेषण सतही रूपमा मात्र गरेर हुँदैन। कस्तो सतही रूपमा? मतलब जस्तो कि कम्पनीले कुन लेखाविधि, कुन अकाउन्टिङ पोलिसिज अपनाएको छ भन्ने कुराले विश्लेषणको नतिजामा ठूलो असर पार्न सक्छ। उदाहरणको लागि ह्रासकट्टी डिप्रिसिएसन गणना गर्ने तरिका, स्ट्रेट लाइन र डिक्लाइनिङ ब्यालेन्स मेथडले रिपोर्ट गरिएको नाफा फरक देख्न सक्छ। त्यस्तै मौजदात इन्भेन्ट्रीको मूल्याङ्कन कसरी गरिएको छ, फिफो, लाइफो, वेटेड एभरेज भन्नेले पनि नाफा र सम्पत्तिको आँकडामा फरक पार्छ। स्रोतमा भएको कुमारी र जनता कम्पनीको उदाहरण यही सन्दर्भमा हो? त्यो अलि बताइदिनुस् न। हो, त्यहाँ के देखाइएको छ भने कुमारी कम्पनीसँग जनता कम्पनी भन्दा कम चालु सम्पत्ति देखिए पनि उसको लेखाविधि बढी यथार्थपरक हुन सक्छ। जस्तै उसले डुब्न सक्ने ऋण, ब्याड डेट्सको लागि राम्रो व्यवस्था गरेको हुन सक्छ, वा वर्षौंदेखि नबिकेको पुरानो स्टकलाई कम मूल्यमा देखाएको हुन सक्छ। यस्तो अवस्थामा बाहिरबाट हेर्दा कम तरल देखिए पनि कुमारी कम्पनी वास्तवमा जनता कम्पनी भन्दा बढी सुरक्षित हुन सक्छ। यसले के देखाउँछ भने नम्बरहरू मात्र हेरेर हुँदैन, ती नम्बरहरू कसरी निकालिए भन्ने पनि बुझ्नुपर्छ। अनि यसमा त लेखापाल र व्यवस्थापकको विवेक मतलब जजमेन्टको पनि भूमिका हुन्छ होला नि, किनकि सबै कुरा नियममा ठ्याक्कै नमिल्न सक्छ। निश्चित रूपमा कतिपय कुरामा अनुमान लगाउनु पर्ने हुन्छ। अर्को कुरा, विश्लेषण गर्ने व्यक्ति कम्पनी भित्रको हो वा बाहिरको, इन्टर्नल एनालिस्ट वा एक्सटर्नल एनालिस्ट भन्नेले पनि फरक पार्छ। भित्रको व्यक्तिसँग धेरै विस्तृत जानकारी हुन्छ, बाहिरकोसँग सार्वजनिक रूपमा उपलब्ध जानकारी मात्र हुन्छ। ठिक छ, यो त भयो किन र केमा ध्यान दिने भन्ने कुरा। अब विश्लेषण गर्ने मुख्य तरिकाहरू चाहिँ के हुन्? स्रोतमा त धेरै विधिहरूको नाम छ। र ट्रेन्ड विश्लेषण, तुलनात्मक विश्लेषण र आधारभूत विश्लेषण जस्ता प्रमुख विधिहरू उल्लेख छन्। यिनीहरूलाई विभिन्न जानकारी निकाल्न प्रयोग गरिने फरक औजार सम्झनुहोस्। आज हामी विशेष गरी अनुपात विश्लेषणमा केन्द्रित हुनेछौँ, तर अरू विधिहरू पनि महत्त्वपूर्ण छन्। जस्तै तुलनात्मक विश्लेषणले एउटै कम्पनीको विगतको नतिजा वा प्रतिस्पर्धी कम्पनीहरूसँग तुलना गरेर अर्थ निकाल्न मद्दत गर्छ। राम्रो, विश्लेषण किन र कसरी गर्ने भन्ने आधारभूत कुरा बुझियो। तर आजकालका ठूला कम्पनीहरू त एउटै मात्रै व्यापार गर्दैनन् नि, होइन र? कतै कपडा, कतै खाद्यान्न, कतै विदेशमा। यस्तोमा सिङ्गै कम्पनीको नाफा हेरेर मात्रै पुग्छ त? एकदमै राम्रो प्रश्न।
सिङ्गे हेर्दा त भित्र के भइरहेको छ त्यो लुक्न सक्छ। एउटा भागले कमाएको नाफाले अर्को भागको ठूलो घाटा लुकाइरहेको हुन सक्छ। यहीँनिर सञ्चालन खण्ड वा अपरेटिङ सेगमेन्ट्सको विश्लेषण महत्त्वपूर्ण हुन्छ। नेपाल वित्तीय प्रतिवेदन मानदण्ड 8 NFRS 8 ले यसको व्यवस्था गरेको छ। यसको मतलब कम्पनीका विभिन्न व्यावसायिक भागहरूलाई छुट्टा छुट्टै हेर्नुपर्छ। यो किन जरुरी छ त प्रयोगकर्ताका लागि? किनभने कम्पनीका हरेक खण्डका जोखिम र प्रतिफल फरक हुन सक्छन्। खण्डगत जानकारीले प्रयोगकर्तालाई कम्पनीको विगतको कार्य सम्पादन अझ राम्ररी बुझ्न मद्दत गर्छ। कुन खण्ड कति जोखिमपूर्ण छ वा कति कमाउँछ भनेर मूल्याङ्कन गर्न र अन्ततः कम्पनीको भविष्यको बारेमा बढी सूचित अनुमान लगाउन मद्दत गर्छ। समग्रमा भन्दा यसले कम्पनीको पूर्ण तस्विर देखाउँछ। त्यसो भए NFR 1 ले सञ्चालन खण्ड भनेर कसलाई चिन्छ त? हरेक सानो विभागलाई खण्ड मान्ने हो? होइन, त्यसरी होइन। NFRS 8 अनुसार सञ्चालन खण्ड हुनका लागि 3वटा शर्त पूरा हुनुपर्छ। 1. त्यसले व्यावसायिक गतिविधिहरू सञ्चालन गर्नुपर्छ। 2. त्यसको सञ्चालन नतिजालाई कम्पनीको मुख्य सञ्चालन निर्णयकर्ता चीफ अपरेटिङ डिसिजन मेकर CODM ले नियमित रूपमा समीक्षा गर्नुपर्छ। यो CODM भनेको त्यो व्यक्ति वा समूह हो जसले कम्पनीको स्रोत साधन कहाँ लगाउने र कुन भागले कस्तो काम गर्यो भनेर हेर्ने मुख्य जिम्मेवारी लिएको हुन्छ। सामान्यतया CEO वा निर्देशक समिति हुन सक्छ। 3. र त्यो खण्डको बारेमा छुट्टै वित्तीय जानकारी उपलब्ध हुनुपर्छ। भनेपछि कम्पनीको मुख्य निर्णयकर्ताले नै छुट्टै हेर्ने र जानकारी राख्ने भाग पो सञ्चालन खण्ड रहेछ। अनि के सबै सञ्चालन खण्डहरूलाई वित्तीय विवरणमा छुट्टै देखाउनु पर्छ त? पर्दैन। केवल प्रतिवेदन योग्य खण्ड रिपोर्टेबल सेगमेन्टलाई मात्र छुट्टै विस्तृत रूपमा देखाउनुपर्छ। कुनै सञ्चालन खण्ड प्रतिवेदन योग्य हुनका लागि उसले केही परिमाणात्मक सीमा क्वान्टिटेटिभ थ्रेसहोल्ड्स पार गर्नुपर्छ। सरल भाषामा भन्दा यदि कुनै खण्डको कुल राजस्व वा त्यसको नाफा नोक्सानको अङ्कगणितीय मान वा त्यसको सम्पत्ति, यी 3 मध्ये कुनै पनि कुरा कम्पनीका सबै सञ्चालन खण्डहरूको कुल जोडको 10% वा सोभन्दा बढी छ भने त्यो सामान्यतः प्रतिवेदन योग्य हुन्छ। 10% को नियम तर यतिले मात्रै पुग्छ त? कतै थोरै मात्र खण्डहरूले 10% पार गर्यो भने कम्पनीको ठूलो हिस्सा त लुक्ने भयो नि। हो, तपाईँले एकदम सही ठाउँमा औल्याउनु भयो। त्यसैलाई सम्बोधन गर्न NFRS 8 मा अर्को एउटा महत्त्वपूर्ण नियम छ, 75% को नियम। यस नियमअनुसार प्रतिवेदन योग्य भनेर छुट्याइएका सबै खण्डहरूबाट हुने कुल बाह्य राजस्व कम्पनीको कुल बाह्य राजस्वको कम्तीमा 75% हुनै पर्छ। भनेपछि 10% को नियमले मात्र नपुगे थप्दै जानुपर्ने भयो जबसम्म 75% पुग्दैन? हेक्कै त्यही हो। यदि 10% को नियमबाट छानिएका खण्डहरूको बाह्य राजस्व जोड्दा 75% पुगेन भने थप सञ्चालन खण्डहरूलाई तिनीहरूले 10% को सीमा पार नगरे पनि प्रतिवेदन योग्य मान्दै जानुपर्छ, जबसम्म यो 75% को सीमा पूरा हुँदैन। यसले के सुनिश्चित गर्छ भने कम्पनीको आम्दानीको मुख्य स्रोतहरू छुट्टै देखियोन्। हो त नि, स्रोतमा दिएको उदाहरण सेगमेन्ट्स AH ले यही कुरा देखाएको छ जस्तो लाग्यो। ABCD ले 10% नियम पार गरे। ईलाई व्यवस्थापनले महत्त्वपूर्ण मान्यो। तर यी 5वटाको बाह्य राजस्व जोड्दा 73.75% मात्र भयो। त्यसैले अर्को ठूलो खण्ड H लाई पनि थप्नु पर्यो अनि मात्र 82.5% पुगेर 75% को नियम पूरा भयो। त्यसैले ABCDE र H प्रतिवेदन योग्य भए। यो त निकै महत्त्वपूर्ण कुरा रहेछ। एकदम। यसले लगानीकर्तालाई कम्पनीको कुन भागले वास्तवमा कति योगदान गरिरहेको छ भनेर स्पष्ट पार्छ र NFRS 8 ले यी प्रतिवेदन योग्य खण्डहरूको बारेमा के कस्ता जानकारीहरू डिस्क्लोजर्स दिनुपर्छ भनेर पनि तोकेको छ। जस्तै तिनीहरूले के उत्पादन सेवा बेच्छन्, तिनीहरूको नाफा नोक्सान, सम्पत्ति दायित्व र यी सबै खण्डको जोडलाई कम्पनीको समग्र वित्तीय विवरणसँग कसरी मिलाइएको छ, रिकन्सिलिएसन भन्ने देखाउनु पर्छ। अनि कम्पनी समग्रको बारेमा पनि केही थप जानकारी दिनुपर्छ कि? पर्छ। निकायव्यापी खुलासा एन्टिटी वाइड डिस्क्लोजर्स अन्तर्गत
कम्पनीले आफ्नो राजस्वलाई उत्पादन र सेवा अनुसार, भौगोलिक क्षेत्र अनुसार र प्रमुख ग्राहकहरू जसबाट कम्पनीको कुल राजस्वको 10% भन्दा बढी आम्दानी हुन्छ अनुसार पनि छुट्याएर देखाउनुपर्छ। यसले कम्पनी कस्ता उत्पादन सेवामा, कुन भूगोलमा वा कुन ग्राहकमा बढी निर्भर छ भन्ने देखाउँछ। वाह, खण्डगत जानकारीले त कम्पनीको भित्री तहसम्मै पुर्याउँदो रहेछ। अब फेरि अघिकै विश्लेषणको औजार अनुपात विश्लेषणमा फर्काउन त यो त निकै प्रचलित विधि हो हैन? सायद सबैभन्दा बढी प्रयोग हुने विधि नै यही हो। अनुपात विश्लेषणले वित्तीय विवरणका विभिन्न अङ्कहरू बीचको सम्बन्धलाई हेरेर कम्पनीको वित्तीय स्वास्थ्यका अनेकौं पक्षहरू उजागर गर्छ। जस्तै कम्पनीले आफ्नो ऋण तिर्न सक्छ कि सक्दैन, शोधन क्षमता, तत्कालको बिल तिर्न पैसा छ कि छैन, तरलता, कमाइरहेको छ, नाफा, प्रफिटेबिलिटी। तर स्रोतमा त करिब 44वटा विभिन्न अनुपातहरूको सूची छ। यति धेरै अनुपातहरू हेर्दा त झन अलमल पो होला नि, जानकारीको बाढी, इन्फर्मेसन ओभरलोड नै आउला कि? हो, त्यो सम्भावना हुन्छ। सबै अनुपातहरू सबै कम्पनीका लागि उत्तिकै महत्त्वपूर्ण हुँदैनन्। त्यसैले यिनीहरूलाई मुख्य समूहमा बाँडेर हेर्नु र आफ्नो उद्देश्य अनुसारका केही मुख्य अनुपातहरूमा ध्यान केन्द्रित गर्नु बुद्धिमानी हुन्छ। स्रोतमा उल्लेखित केही प्रमुख श्रेणीहरू र हरेकबाट एउटा उदाहरण हेरौँ। लिभरेज, शोधन क्षमता, लेभरेज सल्भेन्सी, यसले कम्पनीले कति बाहिरी ऋणमा निर्भर छ भनेर हेर्छ। एउटा मुख्य अनुपात हो ऋण अनुपात, डेप्ट रेशियो। यसले कम्पनीको पुँजी संरचनामा ऋणको भार कति छ देखाउँछ। तरलता, लिक्विडिटी, यसले अल्पकालीन दायित्वहरू तिर्न पर्याप्त सम्पत्ति छ कि छैन भनेर मापन गर्छ। सबैभन्दा प्रचलित अनुपात हो चालु अनुपात, करेन्ट रेशियो इज इक्वल टु चालु सम्पत्ति, चालु दायित्व। करेन्ट रेशियोले त 1 रुपैयाँको अल्पकालीन ऋण तिर्न कति रुपैयाँको चालु सम्पत्ति छ भनेर देखाउने भयो। तर चालु सम्पत्तिभित्र त स्टक, इन्भेन्टरी पनि पर्छ, जुन तुरुन्तै नबिक्न पनि सक्छ नि। हो, एकदम सही कुरा उठाउनुभयो। त्यसैले अध कडा परीक्षणको लागि द्रुत अनुपात, क्विक रेशियो वा एसिड टेस्ट रेशियो प्रयोग गरिन्छ। यसले स्टक बाहेकको सम्पत्तिले अल्पकालीन ऋण धान्न सक्छ कि सक्दैन भनेर हेर्छ। यो अनुपातले कम्पनीको तत्कालको नगद तिर्ने क्षमता अझ स्पष्ट देखाउँछ। रोचक। अरू श्रेणीहरू नि? दक्षता वा कारोबार अनुपातहरू। यिनीहरूले कम्पनीले आफ्नो सम्पत्ति कति कुशलतापूर्वक प्रयोग गरिरहेको छ भनेर मापन गर्छन्। जस्तै मौजदात कारोबार अनुपात, इन्भेन्ट्री टर्नओभर रेशियो, यसले वर्षमा कति पटक स्टक बिक्री भएर नयाँ स्टक आयो भन्ने देखाउँछ। नाफा अनुपातहरू, यिनीहरूले कम्पनीको नाफा कमाउने क्षमता मापन गर्छन्। लगानीकर्ताका लागि महत्त्वपूर्ण मध्ये एक हो इक्विटीमा प्रतिफल, रिटर्न अन इक्विटी, ROE। यसले मालिकहरूले आफ्नो लगानीमा कति प्रतिशत प्रतिफल पाए भनेर देखाउँछ। बजार मूल्य अनुपातहरू, यिनीहरूले कम्पनीको शेयर बजार मूल्य र वित्तीय कार्य सम्पादन बीचको सम्बन्ध हेर्छन्। चर्चित अनुपात हो मूल्य आय अनुपात, प्राइस अर्निङ्स PE रेशियो। यसले लगानीकर्ताहरू कम्पनीको प्रति रुपैयाँ कमाइको लागि कति गुणा बढी मूल्य तिर्न तयार छन् भन्ने देखाउँछ। यो अनुपातहरू त निकै उपयोगी देखिन्छन्, तर के एउटा अनुपातको नम्बर मात्र हेरेर निष्कर्ष निकाल्न सकिन्छ? जस्तै ROE 20% हुनु राम्रो हो कि नराम्रो? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। अनुपातहरू आफैमा अर्थहीन हुन सक्छन् यदि तिनीहरूलाई सही सन्दर्भमा राखिएन भने। 20% ROE आफैमा राम्रो वा नराम्रो भन्न सकिन्न। यसको अर्थ बुझ्न कम्तीमा 2 कुरा चाहिन्छ। एक, तुलना, कम्प्यारिजन। त्यो 20%लाई कम्पनीको आफ्नै विगतको ROE-सँग वा उस्तै उद्योगका अरू कम्पनीहरूको ROE-सँग वा प्रतिस्पर्धीहरूको ROE-सँग तुलना गर्नुपर्छ। 2, गुणस्तर, क्वालिटी। त्यो 20% ROE कसरी आयो? के त्यो दिगो सञ्चालनबाट आएको हो वा एक पटकको सम्पत्ति बिक्रीबाट? कतै धेरै ऋण लिएर त ROE बढेको होइन? यी कुराहरू पनि केलाउनुपर्छ। हो, स्रोतमा भएको सिद्धार्थ बाइन्डिङ र गौतम पब्लिसिङको तुलनाले यही कुरालाई जोड दिन्छ जस्तो लाग्यो। CEOले सुरुमा सिद्धार्थको उच्च नाफा देखेर उसैलाई राम्रो मानेका थिए। तर अनुपातहरूले के देखायो भने गौतमको तरलता र दक्षता राम्रो थियो, जबकि सिद्धार्थको ऋण धेरै, स्टक ढिलो बिक्ने अनि उधारो उठाउन धेरै समय लाग्ने जस्ता समस्याहरू थिए।
यो त साँच्चै यस्तो पो रहेछ भन्ने खालको अन्तर्दृष्टि हो। यसले के सिकाउँछ भने हेडलाइन नम्बर मात्र हेरेर कम्पनीको वास्तविक स्वास्थ्य थाहा हुँदैन। विभिन्न कोणबाट अनुपातहरू प्रयोग गरेर हेर्दा मात्र लुकेका जोखिम वा शक्तिहरू देखिन्छन्। अब विश्लेषणको अर्को महत्त्वपूर्ण पाटो सम्बन्धित पक्षहरूसँगको कारोबारबारे कुरा गरौँ। सम्बन्धित पक्ष खुलासा, रिलेटेड पार्टी डिस्क्लोजर्स, नेपाल लेखा मान 16 नास 16 ले यसलाई समेट्छ। यो किन यति महत्त्वपूर्ण छ? के आफ्नै मान्छे वा कम्पनीसँग कारोबार गर्दा केही फरक पर्छ र? पर्न सक्छ र त्यो निकै ठूलो फरक पनि हुन सक्छ। सम्बन्धित पक्षहरू जस्तै होल्डिङ कम्पनी र त्यसका सहायक कम्पनीहरू, एउटै समूहका अरू कम्पनीहरू, कम्पनीका मुख्य निर्देशक वा व्यवस्थापकहरू, उनीहरूका नजिकका परिवारका सदस्यहरू बीच हुने कारोबारहरू सधैँ बजार मूल्यमा नहुन सक्छन्। उनीहरूले एक अर्कालाई फाइदा पुग्ने गरी वा घाटा सार्ने गरी सामान्य बजार भावभन्दा फरक मूल्यमा वा फरक शर्तहरूमा कारोबार गर्न सक्छन्। ओहो, भनेपछि कम्पनीको नाफा वा घाटा त कृत्रिम रूपमा बढाउन वा घटाउन पनि सकिने भयो। हो, त्यही सम्भावनालाई न्यूनीकरण गर्न र पारदर्शिता बढाउन NAS 16 ले यी कारोबारहरूको खुलासा अनिवार्य गरेको हो। यहाँ चाखलाग्दो कुरा के छ भने सम्बन्धित पक्षको परिभाषा निकै फराकिलो छ। यसले नियन्त्रण गर्ने वा हुने, महत्त्वपूर्ण प्रभाव पार्ने, संयुक्त नियन्त्रण भएका मुख्य व्यवस्थापन कर्मचारी KMP र उनीहरूका नजिकका परिवारका सदस्यहरूलाई समेट्छ। साथै KMP वा उनीहरूका परिवारले नियन्त्रण गर्ने वा प्रभाव पार्ने अन्य संस्थाहरू पनि सम्बन्धित पक्षभित्र पर्छन्। र सम्बन्धित पक्ष कारोबार, रिलेटेड पार्टी ट्रान्ज्याक्सन भन्नाले के बुझिन्छ? यो भनेको यी सम्बन्धित पक्षहरूबीच स्रोत, सेवा वा दायित्वको हस्तान्तरण हो, चाहे त्यसको लागि पैसा तिरेको होस् वा नहोस्। यसमा सामान किन्ने बेच्ने, सेवा लिने दिने, सम्पत्ति किन्ने बेच्ने वा भाडामा लिने दिने, ऋण लिने दिने, ग्यारेन्टी बस्ने बसाउने जस्ता अनेकौं कारोबार पर्न सक्छन्। सोच्नुहोस् त, यदि कम्पनीले आफ्नो निर्देशकको अर्को कम्पनीलाई बजार भावभन्दा निकै सस्तोमा सामान बेच्यो भने कम्पनीको नाफा कम देखियो नि। हो, यस्तै कुराहरू बाहिर आओस् भनेर खुलासा चाहिने हो। त्यसो भए नासको 16 अनुसार के कुराहरू अनिवार्य रूपमा खुलाउनुपर्छ त? मुख्यतया अभिभावक कम्पनी र अन्तिम नियन्त्रकको नाम, मुख्य व्यवस्थापन कर्मचारी KMP लाई दिएको कुल पारिश्रमिक र त्यसको श्रेणी अनुसारको विवरण। यदि सम्बन्धित पक्षहरूसँग कारोबार भएको छ भने ती कारोबारहरूको प्रकृति, कारोबारको रकम, कारोबारका शर्तहरू, के भुक्तानीको म्याद फरक छ, के कुनै ग्यारेन्टी छ, वर्षको अन्त्यमा तिर्न उठाउन बाँकी रकम, उठ्न बाँकी रकममा डुब्न सक्ने भनेर छुट्याइएको रकम। यो जानकारी पनि अघि खण्डहरू जस्तै विभिन्न श्रेणीमा छुट्याएर देखाउनुपर्छ होला। हो, यी खुलासाहरूलाई कम्तीमा पनि अभिभावक, संयुक्त नियन्त्रण वा महत्त्वपूर्ण प्रभाव पार्ने निकायहरू, सहायक कम्पनीहरू, सम्बद्ध कम्पनीहरू, संयुक्त जोधेमहरू, KMP र अन्य सम्बन्धित पक्षहरू भनेर छुट्याएर देखाउनुपर्छ। स्रोतमा दिएको उदाहरणले कति विस्तृत जानकारी चाहिन्छ भन्ने राम्रो सङ्केत दिन्छ। मूल उद्देश्य नै पारदर्शिता हो, ताकि वित्तीय विवरण पढ्नेले कम्पनीको नतिजामा यस्ता सम्बन्धहरूको सम्भावित असरबारे थाहा पाओस्। ल, आजको छलफल निकै जानकारीमूलक रह्यो। सुरुदेखि अहिलेसम्मका मुख्य कुराहरूलाई संक्षेपमा हेर्दा के भन्न सकिन्छ? हामीले के बुझौँ भने वित्तीय विश्लेषण कम्पनीको भित्री कथा बुझ्न अनिवार्य छ, तर यसका लागि विश्लेषणको उद्देश्य स्पष्ट हुनुपर्छ र प्रयोग भएका लेखा विधिहरूको सीमिततालाई बिर्सनु हुँदैन। हो, अनि ठूला कम्पनीहरूको हकमा सिङ्गै कम्पनीलाई मात्र हेर्नुको सट्टा त्यसका विभिन्न सञ्चालन खण्डहरूलाई छुट्टा-छुट्टै केलाउँदा जोखिम र प्रतिफलको अझ वास्तविक चित्र देखिन्छ, जसका लागि NFRS 8 ले बाटो देखाउँछ। एकदम। अनि अनुपात विश्लेषण एक शक्तिशाली औजार हो जसले कम्पनीको तरलता, ऋणभार, कार्यकुशलता र नाफाको स्तर देखाउँछ। तर कुनै पनि अनुपातलाई एक्लै हेर्नु हुँदैन। त्यसलाई सधैँ विगतको प्रवृत्ति र उद्योगको मापदण्डसँग तुलना गरेर मात्र अर्थ लगाउनुपर्छ। सिद्धार्थ र गौतमको उदाहरणले यही देखायो। र अन्तमा सम्बन्धित पक्षहरूसँगको कारोबारले कम्पनीको वित्तीय अवस्थालाई फरक पार्न सक्ने हुनाले NAS 16 अनुसार गरिने विस्तृत खुलासाले पारदर्शिता र विश्वसनीयता बढाउँछ।
सारमा वित्तीय विवरणहरू सूचनाको खानी हुन्, तर त्यो खानीबाट सही रत्न निकाल्न विश्लेषण गर्ने सिप चाहियो। बिल्कुल। र विश्लेषण गर्दा केही मार्गदर्शनहरू पनि छन्। अनावश्यक धेरै अनुपात र सङ्ख्याहरूमा नहराउनुहोस्। मुख्य समस्या क्षेत्रमा ध्यान केन्द्रित गर्नुहोस्। तथ्याङ्क कहाँबाट आयो र त्यसको सीमा के हो बुझ्नुहोस्। कम्पनीले काम गरिरहेको समग्र आर्थिक वातावरणलाई पनि विचार गर्नुहोस्। र यदि एउटा विश्लेषण विधिले स्पष्ट चित्र दिएन भने अर्को प्रयोग गर्न नडराउनुहोस्। यो सबै ज्ञानलाई व्यवहारमा उतार्न श्रोताहरूका लागि एउटा घोत लिनुपर्ने विचार छोडेर बिट मारौँ न त। अवश्य। वित्तीय प्रतिवेदनहरूमा देखिने जटिलता र कतिपय अवस्थामा हुन सक्ने सम्भावित पूर्वाग्रहहरूलाई मनन गर्दा एउटा विश्लेषकले प्रस्तुत गरिएका नम्बरहरूभन्दा अझ गहिरिएर कम्पनीको वास्तविक आर्थिक यथार्थ कसरी पत्ता लगाउन सक्छ होला, अथवा केवल कम्पनीको एकीकृत नतिजा हेर्नुको सट्टा यसका विभिन्न खण्डहरूको नाफा, जोखिम र लगानीको आवश्यकतालाई बुझ्दा लगानी सम्बन्धी निर्णयमा कस्तो फरक पर्न सक्छ, यसमा विचार गर्नुहोला।